हेलो साथीहरु, आज हामी जाँदैछौँ छिलीकोटमा। मेला लाग्दैछ, मेलाको दिन पनि हो अनि आज चैते दशैं पनि हो। त्यही भएर हामी जाँदैछौँ छिलीकोट घुम्नलाई। हजुरहरूलाई कस्तो लाग्छ हेर्नु होला। लाइक शेयर सब्स्क्राइब। माट धुवा गइरहेछ है मेरो त। ए हाम्रो पार्टी यता आएर बसेछौँ। हो माथि जाने हामी त। हो त्यहाँ माथि। मेरो अवस्था नले काम भयो लाग्छ क्या छ। अनि बाटोमा जाँदा यो केसको रुखो फुल हो कि अथवा यो पात हो कि के हो मैले चाहिँ चिनेलाई। मलाई एकदम मन पर्यो, त्यही भएर मैले चाहिँ भिडियो बनाइदिएँ। अरू बाटोमा हिँड्दै। हेलो साथीहरु, फाइनलमा आइपुग्यो। त्यहाँ पारी मन्दिर छ, यहाँ हिँडेर छु म छिलकोटको मन्दिरमा। तपाईहरुले पनि हेर्नुहोला, आउनु नपाए पनि दर्शन लिनुहोला। यस्तो छ बाटो। त्यहाँ माथि मन्दिर छ। त्यहाँ छ मन्दिर, हात पुरै कामिरहेको छ मेरो। त्यो बाटो हामी हिँडिरहेको। अनि यो चाहिँ ब्याक। अब मन्दिर गएपछि देखाउने तपाईँलाई अवस्था कस्तो छ मन्दिरको। ढुङ्गा खाने के हुन्छ। मन्दिरको गेट। विश्राम गर्दैछन् हाम्रा टोलीहरूले। श्री कालिका मालिका एवं सुरक्षित समिति रे। अनि थोपडा यस्तो छ। हाय 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 हाय। के त देखिन्न त के। आज मौसम अलिकति अब जाने हो मन्दिर। मन्दिर हेर्ने हो। राम राम राम। अहिले बिस्तारै भइरहेछ व्यवस्था। बिस्तारै बिस्तारै भए पनि मन्दिरसम्म पुग्यो। अब कहाँसम्म पुगिन्छ, घरसम्म पुगिन्छ कि नै थाहा छैन। कस्तो हुन्छ अवस्था हेरौँला। यहाँसम्म त आइपुगे। पारीको मन्दिर जान्छ सोच्दैन, भोकले यहाँ पेटपाट परिसक्यो। साथीहरु, यता चाहिँ मादली गुफा छ है। मादली गुफा हो यो चाहिँ है। टुङ 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 पार्छ रे यता। कति भित्रसम्म छ? यो हो मादली गुफा गाइज। कसिन बा यहाँ त। खतरा छ मादली गुफा। चल चल चल। वहाँ भित्र कहाँ जाइसक्यो यार। फाइनली मन्दिरमा आइपुग्यो। तर कस्तो भिड छ पूजा गर्नेको। यहाँदेखि जाने हो। धेरै मान्छे हुन्छ। त्यतिर यसरी छ ठुलो घन्टी। अनि अब म तपाईँलाई मन्दिर देखाउने छु। चाहिँ सबै त्यतिर पूजा गर्नेको लाइन। यो फेरि पालो बिनाहरूले जान दिन्न के हो। यता मेन मन्दिर भित्र त खिच्न मिल्दैन, त्यही पनि बाहिरदेखि। ओ माई गॉड। यहाँबाट देखिन्छ दाङ उपत्यका।
हो। यता घोराई, यतादेखि तुलसीपुर। खै घोराई कहाँ हो? अनि यता धेरै यो चाहिँ दोस्रो मन्दिर हो। त्यहाँदेखि यता आइसक्यो, यता आएर अनि देखाउँदैछु अर्को मन्दिर। यताबाट तल खसेपछि त हड्डी पनि भेटाउन गाह्रो छ, यस्तो छ अवस्था। यता खानपिन चलिरहेछ अनि यता देउता पूजेको होला पक्कै पनि, खानपिन भइरहेछ। साई मन्दिर स्टिलको लगा हेलो साथीहरू, लास्ट फाइनल अवस्थामा यहाँ केही छैन खाने, यता चाहिँ खाँदैछन्, खाएर बस्ने। यतामा खाएर बस्छ जस्तो यस्तो बोक्ला, यस्तो बोक्ला। कहिले खानेकुरा बोकेर आएर हुँदैछ, बोकेन पनि कहिले लिएर आउनुहोस् त। भोक लाग्यो मलाई त। यहाँबाट जिप लाइन जाने बाटो रहेछ। हामी चाहिँ फर्स्टचोटि आएको, म चाहिँ पहिले आइसकेको थिएँ, यो चाहिँ भर्खर भर्खर बनाएको जिप लाइन। आएर घुम्नु होला सबैजना, रमाइलो गर्नु होला। अनि हामी चाहिँ यता छौँ लास्टमा, यता छ जिप लाइन। अनि हामी यता त्यहाँ गएर हेरेको हामी त हेरेको हो, जान पाइन्न, सकिन्न, डर लाग्छ हामीलाई त चढ्न। जाम हेरेको यिनी हेरेको, यिनले यसरी हेरेको